रेकर्डिङको सामान बिना पोडकास्ट कसरी बनाउने भन्ने कुरा तपाईँहरूलाई आज म सिकाउन गइरहेको छु। त्यसको लागि चाहिँ यो पोस्टलाई सेयर, लाइक अनि रिपोस्ट गरिदिनु होला है तपाईँहरूले। अनि तपाईँहरू अब यसको लागि चाहिँ स्क्रिनमा, मोबाइल स्क्रिनमा चाहिँ तपाईँहरूलाई म देखाउँछु है। सबैभन्दा पहिला हामी सबैसँग भएको गुगल क्रोम ब्राउजर खोलौँ। गुगल क्रोम ब्राउजरमा नोटबुक एलएम टाइप गर्नु होला। notebook.lm.google.com गर्नुभयो हुन्छ। मैले चाहिँ एकाउन्ट बनाइसकेको थिएँ, त्यसपछि त्यही भएर यो इन्टरफेस आउँदैछ। तपाईँहरूले चाहिँ तपाईँहरूको डिभाइसमा भएको जिमेलसँगबाट कनेक्ट गरेर क्रिएट न्यू गर्नु होला। सबैभन्दा पहिला तपाईँले ल्याङ्ग्वेजको लागि यो सेटिङमा जानुपर्ने छ, आउटपुट ल्याङ्ग्वेजमा क्लिक गर्नुपर्ने छ र तपाईँको आफ्नो ल्याङ्ग्वेज चाहिँ यहाँ राखेर क्लिक गरेर तपाईँले सेभ गर्नुपर्ने छ। त्यसपछि क्रिएट न्यू भन्ने अप्सन आउनेछ र त्यसपछि यस्तो खालको इन्टरफेस आउनेछ। त्यसमा तपाईँको गुगल डक्स, गुगल साइट, वेबसाइट, युट्युब कुनै पनि टेक्स्ट लेखेर तपाईँले चाहिँ अपलोड गर्न सक्नुहुनेछ। मैले चाहिँ वेबसाइट पोस्ट गरेको थिएँ, वेबसाइटको लिङ्क लिएको थिएँ, त्यसमा मेथीको बारेमा लिएको थिएँ। अनि यस्तो इन्टरफेस आउँछ। त्यसपछि तपाईँको त्यहाँ यो स्टुडियोमा गएर जेनेरेट गर्ने अप्सन आउँछ, त्यहाँ अडियो जेनेरेट हुन्छ र अडियो जेनेरेट गरिसकेपछि त यो अडियो चाहिँ यसरी लोड भएर आउनेछ। थोरै समय, केही समय लाग्नेछ र एकछिनमा यो अडियो लोड भएर आउनेछ। हामीले यसरी प्ले गर्न सक्नेछौँ। स्वागत छ। आज हामी एउटा एकदमै सजिलै पाइने घरेलु कुराको चर्चा गर्दैछौँ, मेथी पानी। हो, मेथी त सबैको भान्सामा हुन्छ प्राय। अनि हामीसँग एउटा लेख छ जसले चाहिँ खास गरी भुटेको मेथीको दाना हुन्छ, सुन्नुहोस् त, त्यसको धुलो पानीमा मिसाएर पिउँदा हुने कति फाइदा क्लियर छ आवाज। रियल ह्युमनले बनाएको जस्तो आवाज छ। अलि फरक तरिकाले अबको दुनियाँ मेथीमा केन्द्रित गरेको छ। डिजिटल दुनियाँ, डिजिटल पोडकास्टले तपाईँहरूको एउटा स्टुडियोमा बनाउने हरेक सबै सामग्री किनेर बनाउने भन्दा अझ फरक गर्नेछ। यस सँगसँगै अब आवाजलाई पनि चेन्ज गर्ने, आफ्नै भोइसमा अझै आफ्नो आवाजमा चेन्ज गर्ने एआईहरू पनि छन्। कति पेड भर्सनहरू छन्, तिनीहरूलाई कसरी युज गर्दै जाने भनेर अझ अरू भिडियोमा म तपाईँहरूलाई जानकारी दिनेछु। यो अडियोलाई तपाईँले 3 डटमा गएर यहाँ डाउनलोड गर्ने अप्सन छ, डाउनलोड गर्न सक्नुहुनेछ। त्यसपछि जहाँ पेस्ट गर्ने हो, जुन ठाउँमा तपाईँले पोडकास्टलाई चाहिँ प्रयोग गर्ने हो त्यता पब्लिस गर्न सक्नुहुनेछ। मन पर्यो भने, भिडियो मन परेमा लाइक, कमेन्ट अनि रिपोस्ट गरिदिनु होला है साथीहरू। रिपोस्ट गरिदिनु होला र भिडियोलाई फुल वाच गरिदिनु भएकोमा धन्यवाद।